हेलो गुड आफ्टरनुन सबैजनालाई। आज चाहिँ हामी फ्यामिली टुरको लागि हामी निस्किँदैछौँ। मेरो पछाडि आज धेरैजना नयाँ मान्छेहरू हुनुहुन्छ। उहाँहरूलाई चाहिँ आज मैले सेन्ट्रल जू केन्द्रीय सदरखान हामी जाँदैछौँ। त्यसको लागि अहिले हामी कोठाबाट निस्किएका छौँ। म पनि धेरै वर्ष भइसक्यो जू नगएको, अनि आज भाइ बहिनीहरूले जू हेर्न जाने भनेर धेरै रिक्वेस्ट गर्नुभयो। त्यसैले आज हामी जूसम्मको यात्रा हुनेछ। यो अत्यन्तै रमाइलो हुनेछ भन्ने म आशा गर्दछु। त्यसैले मेरो पछाडि ब्रिटेन राई, अनिश राई, हिमकला राई, मिकेला राई, परिणिता राई एन्ड दिस इज मी जङ्ग राई। हाम्रो टिम यो रमाइलो हुनेछ भन्ने आशामा छौँ। ब्रिटेन हामी कहाँ जाँदैछौँ रे? कुन ठाउँ? चिडियाखाना जू। ल जू चाहिँ कुन जिल्लामा छ? ललितपुर जिल्लामा। जाऊ ल ललितपुर जिल्लामा। अनि मैले त्यता निधारमा भनेको सुन्दैन म त। हेलो अहिले हामी चाहिँ ट्याक्कै ट्याक्सी लिइसकेका छौँ। हाम्रो आदरणीय दाई हुनुहुन्छ यहाँ। अब हाम्रो जूसम्मको यात्रा ब्रिटेन सरकार र म चाहिँ अगाडि छौँ। ब्रिटेन आज पहिलोचोटि काठमाडौँ सहर घुम्न निस्किँदैछ। खै मिकेला। हेलो मिकेला। डाक्छु गर्नुहोस् त। अनि अनिस पनि काठमाडौँ आएको चाहिँ 2 वर्ष भइसक्यो, तर ऊ पनि घुम्न पाएको छैन। अनि अर्को नानी पनि छ, तर ऊ पनि घुम्न पाएको छैन। आज हाम्रो चाहिँ सबैजना चाहिँ एकैचोटि घुम्न जाउँ भनेर हामी घुम्न जाँदैछौँ। आज नयाँ ठाउँमा हामी जाँदैछौँ। अनि ब्रिटेनलाई कस्तो लाग्दैछ? धेरै राम्रो। घर जाउँ लाग्दैन? हो क्या? हेलो अहिले हामी जूमा आइपुगिसकेका छौँ। जूको नजिकैमा। हेलो अनिस। यता हेलो। अहिले हामी जूमा आइपुग्यौँ। जू अहिले धेरै राम्रो भइसकेको रहेछ पहिलाको भन्दा अहिले। हेलो मिकेला। भिडियो चाहिँ मिका छोडिदिने हुनुहुन्छ, लड्दैन उसले त।
हामीले जूभित्र झन्डै हामी 3 घन्टा जति हामी हेरिसक्यौँ। अब हामी निस्किँदैछौँ।